यी आँखा पाखाका मनोहर दृश्यले हाम्रो मनलाई माथि माथि उचाल्छ। एउटा कुरो मान्छेमा असम्भव हुन्छ तर परमेश्वरमा सम्भव। जाति जातिका मानिसहरू, वर्ग वर्गका मानिसहरू सँगसँगै मिल्न बस्न खान सक्छन्। एउटै परमेश्वर, एउटै परिवार, एउटै सृष्टि अनि एउटै विश्वमा आलिङ्गनबद्ध भएर रहन सक्दैनौ र?
नडराऊ किनभने हेर म तिनीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो मानिसहरूको निम्ति हुनेछ। आज दाउदको सहरमा एउटा मुक्तिदाताको जन्म भएको छ। मेरो अभिवादन। जयमसी नमस्ते सबैजनालाई। यहाँ के लेखेको छ यीशु ख्रीष्टको बारेमा, हामी यीशु ख्रीष्ट किन कसरी जन्मिनुभयो भन्ने बारेमा यसमा हामी बुझ्न सक्नेछौँ। जन्मने कहाँ हुनुहुन्थ्यो किनभने हामीले उहाँको तारा पूर्वमा देख्यौँ र उहाँका दण्डवत गर्न आएका छौँ। जब हेरोद राजाले यो सुने तिनी बेचैन भए र तिनीसँग सारा यरुशलेम पनि बेचैन भयो। अनि तिनले सबै मुख्य पुजारीहरू र जनताका शास्त्रीहरूलाई भेला गरे र ख्रीष्टको जन्म कहाँ हुने हो भनी सोधबुझ गरे। धन्यवाद। परमेश्वरको जन्म उत्सवको हामी रमाइलो गर्नेछौँ, रमाइलो गर्नेछौँ। 3, 2, 1 Admission open for fashion designer. Do you want to be a professional fashion designer? If yes, then hurry up. We are starting our 6 months designer course as well as diploma course, hotel management for cook, waiter and waitress. Classes is going on for building, electrician, plumbing, mobile repair, scaffolding and many more. Classes start from 15th of Jan 2073. भर्ना धमाधम भइरहेको छ। सम्पर्क स्टेशन कलेज अफ टेक्नोलोजी धरान 15 बाँझोघरा एभरेस्ट लाइन PR टेक्निकल ट्रेनिङ इन्स्टिट्युट धरान 9 बगैँचा चोक। फोन 025 533 410 532 753। मोबाइल 98 443 049 74 98 520 47 322 98 110 65 602 र 98 520 56 980। मलाई राम्रो लाग्यो यीशु ख्रीष्ट जन्मिएको बारेमा तपाईहरुले सुसमाचार हामीलाई सुनाउनु भयो। त्यसको लागि मलाई एकदम खुसी छु। ल धन्यवाद।
यस घरको ढुकुटी र पिठो मुछ्ने आदि हरेक परिवारलाई परमेश्वरले आशीष दिउन्। हालेलुया 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 मेरो येशू राजा फेरि आउने छन्।
तपाईहरु सुन्न तयार हुनुहुन्छ कि? हस्, धन्यवाद। सुसमाचार सुनाउने छु जो मानिसहरूको निम्ति हुनेछ। आज दाउदको शहरमा एउटा मुक्तिदाताको जन्म भएको छ जो ख्रीष्ट प्रभु। पवित्र परमेश्वरलाई धन्यवाद दिँदै र प्रार्थना गर्दै आशिक माग्छौँ यीशु ख्रीष्टको नाममा। जनताका शास्त्रीहरूलाई भेला गरेर ख्रीष्टको जन्म कहाँ हुने हो भनी सोधपुछ। परमेश्वर पाउँदा नपाउँदा कस्तो थियौँ है, त्यो हामी सबैलाई हामीलाई थाहा छ। तर परमेश्वर पाएपछि हाम्रो खुसी चाहिँ कस्तो खुसी भनेर चाहिँ हामी व्यक्त गर्न सक्दैनौँ। परमेश्वर यीशु ख्रीष्टको जन्मोत्सव मनाउने हामीलाई यो अवसर, यो एकदमै हामी जो जतिले हामी प्रभु पाएका छौँ हामी एकदमै हामी सद्भाग्य छौँ, हामी एकदमै भाग्यमानी छौँ। परमेश्वरलाई हामी धन्यवाद दिनुपर्छ। परमेश्वरले प्रशस्त मात्रामा आशिष दिनुभएको अनि प्रभु कुनै पनि बाधा अवरोधहरू आउन नसकेको प्रभु। अनि साथै परमेश्वरलाई धन्यवाद। दाउदको शहरमा एउटा मुक्तिदाताको जन्म भएको छ जो ख्रीष्ट प्रभु हुनुहुन्छ। जन्मे भएपछि हामी खोज्नु पाएको छौँ बालकलाई, खुसी मनाउँ। हालेलुया 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 मेरो येशू राजा फेरि आउनेछन्।
विभिन्न खेतीपाती व्यवस्थामा आशिष दिनुभयो। यसबाट तपाईको महिमा हुन सकेको अनि तपाईको प्रशंसा धन्यवाद माग्छौँ यीशु ख्रीष्टको नाममा हुन्छ। परमेश्वरलाई धन्यवाद होस्। जय मसीह। मलाई एकदम खुसी लागेको छ। आउने सालमा पनि यसरी हामी रमाउनु पाऊँ, प्रभुमा खुसी हुनु पाऊँ, खुसी लागेको छ। जितेन भाइलाई पर्छ जुन ठाउँमा हुनुहुन्छ प्रभु त्यही ठाउँमा तपाईँले महिमा गर्नुहुन्छ। जितेन भाइ परमेश्वर पिता आज जुन यो घरमा सङ्गति थियो ताली बजाइदेऊ। अनि परमेश्वरले हामीलाई योभन्दा 2015 साल पछाडिको अन्तिम क्रिसमस भन्नुपर्छ यसलाई 72 को अन्तिम क्रिसमस यो सबैलाई सर्वशक्तिमान परमेश्वर पिता म तपाईलाई धन्यवाद चढाउँछु। प्रभु तपाईले अनुग्रह गर्नुभयो, सहायता गर्नुभयो। आज मिठो संगति, मिठो केरल परमेश्वर पिता घर परिवारमा बसेर श्यामचन्द्र ढुङ्गाले गर्ने समय दिन दिनुभयो र म तपाईलाई धन्यवाद चढाउँछु। किनभने महान परमेश्वर स्वर्गीय रात नमस्ते तथा मसी अभिवादन गर्दछु। म खड्गबहादुर मगर, सियोन स्कुलको डाइरेक्टर। नयाँ वर्ष 2073 को पावन अवसरमा यहाँहरू सबैलाई देशमा र पदमा भएका महानुभावहरूलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। म सञ्जीव बान्तवा यो सियोन स्कुलमा विगत 4 वर्षदेखि प्रिन्सिपलको रूपमा कार्यरत छु। दक्ष शिक्षक शिक्षिकाहरूद्वारा अनुमोदन गरिरहेका छौँ अनि यहाँलाई आफ्नै स्कुल सम्झेर तपाईँले पनि यहाँ आएर सम्पर्क राख्न सक्नुहुन्छ। धन्यवाद।
भएको चाहिँ 2050 सालदेखि 50 सालदेखि काम गर्दै आयौँ हामीले। अनि यो अहिले सामानहरू अर्डर अनुसारको सबै कुरो पाउँछ। गमला पाउँछ, भेन्टिलेसन पाउँछ, अनि रिङ पाउँछ, अनि तार जालीहरू पाउँछ। काम गर्ने मान्छेले यहाँबाट पाउँछ। सालबाट सुरु भएको स्यामसङमा राख्नुभएको कति वर्ष भयो? स्यामसङमा राखेको त अहिले भयो 2 वर्ष मात्रै यता भयो। 2 वर्ष बाहिर भयो। त्यहाँदेखि 2 वर्ष बाहिर सबै स्यामसङको घरहरू गरेर आएको। त्यो स्यामसङमा त्यतिखेर लगभग घर पनि थिएन, एउटा 2टा घरहरू थिए। यहाँबाट टाढा सामानहरू जान्थ्यो अनि हामी गर्थ्यौँ। अनि घरको परिवारसँग ग्रिल उद्योगको नाम के हो? सीतारिङ उद्योग। सीतारिङ उद्योग भनेर नाम राखेको छ। धन्यवाद छ। जति पनि हामी यहाँ साँच्चै नै केरेलहरू खेल्न लागिरहेका छौँ। तपाईँले सहायता मद्दत गर्नुहोस् हामीलाई र आशिक दिनुहोस्। यतिजना भेला भएका छौँ हामी आफू तपाईँका छोराछोरीहरू भेला भएका छौँ। हामी आशिक भएर जान सकेका तपाईँले हामीलाई आशिक दिनुहोस्। तपाईँको हामीले अनि तपाईँले आशिक दिनुहोस्। हो तपाईँलाई धन्यवाद छ। राम्रो लाग्छ हामी एकदम धेरै खुसी छौँ। खबर लिएर हजुरको घर आँगनीमा आएका छौँ। के तपाईँ सुन्नलाई तयार हुनुहुन्छ? नडर आऊ, किनभने हेर म तिमीहरूलाई एउटा बडो आनन्दको सुसमाचार सुनाउने छु जो मानिसहरूको निम्ति हुनेछ। आज दाउदको सहरमा एउटा मुक्तिदाताको जन्म भएको छ जो ख्रीष्ट प्रभु हुनुहुन्छ। आमेन। आनन्दित भएर रमाए अनि घर भित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे र घोप्टो परेर उहाँलाई दण्डवत गरे। तब आफ्ना कन्तुर खोलेर उहाँलाई सुन सुगन्धित धूप र मुर्राका भेटी चढाए। जगमीजी अब राम्रो भयो। धन्यवाद तपाईहरुलाई चाहिँ
केरल खेल्न आउनुभयो, प्रभुको चाहिँ नि गाना भजन गर्न आउनुभयो, सबैजनालाई चाहिँ नि धन्यवाद है। घरमा आउनुभयो अनि हाम्रो घर दैलोमा आएर तपाईँले केरल खेल्नुभयो, परमेश्वरलाई धन्यवाद, तपाईँलाई धन्यवाद, सबैजनालाई परमेश्वरलाई धन्यवाद होस्। तपाईँहरू हाम्रो आँगनमा आउनुभयो र हामीलाई रमाइलो गर्नुभयो, तपाईँले केरल खेल्नुभयो, हामीलाई धेरै राम्रो धेरै रमाइलो भयो, परमेश्वरलाई धन्यवाद। यस घरको हरेक सन्तान खेतबारीमा उब्जनी माथि गाईबस्तु बाछा बाछी भेडा बाख्रा पाठी र नोकरी व्यवस्थामा परमेश्वरले भित्र आउँदा बाहिर जाँदा परमेश्वरले हाम्रो रक्षा गर्ने हाम्रो उद्धारकर्ता हाम्रा मुक्तिदाता हाम्रा बिन्ती र प्रार्थना गर्दै सबै कुरा परम प्रभु परमेश्वरको हातमा राख्दै आशिक माग्छौँ यीशु ख्रीष्टको नाममा।
दर्शन गर्नलाई आधारो जगतमा सुनसान रातमा आधारो जगतमा सुनसान रातमा प्रभु येशू जन्मनुभयो गाईको गोठमा प्रभु येशू जन्मनुभयो गाईको गोठमा आधारो जगतमा सुनसान रातमा आधारो जगतमा सुनसान रातमा प्रभु येशू जन्मनुभयो गाईको गोठमा प्रभु येशू जन्मनुभयो गाईको गोठमा प्रभु येशू जन्मनुभयो गाईको गोठमा प्रभु येशू नडर राउ किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउनेछु जो मानिसहरूको निम्ति हुनेछ। आज दाउदको सहरमा एउटा मुक्तिदाताको जन्म भएको छ जो ख्रीष्ट प्रभु हुनुहुन्छ। भाइ र बुहारीको घरमा प्रभु तपाईँलाई धन्यवाद चढाउँछौँ। आज यो समय यो घडी भएकोमा प्रभु तपाईँलाई धेरै धेरै धन्यवाद चढाउँछौँ। आज तपाईँले हामीले विगतहरूलाई यो उपस्थित गराएर प्रभु तपाईँले आज समय यो घडी दिनुभएको छ। प्रभु तपाईँलाई धन्यवाद चढाउँदछौँ। तपाईँलाई बिन्ती प्रार्थना गर्दछौँ हाम्रो यो हामीलाई सहायता गर्नुहोस् प्रभु। परमेश्वर सङ्गति सुरुदेखि अन्तिमसम्म तपाईँको हातमा राख्दै यहाँ मत्ती 2को 1देखि 4सम्म के लेखेको छ भन्ने कुरो यहाँ पढेर सुनाउने पढ्नेछु। मत्ती 2को 1देखि 4सम्म यहाँ लेखिएको छ। हेरोद राजाको समयमा यहुदियाको बेथेलीमा जब यीशुको जन्म भयो पूर्वका ज्योतिषीहरू यरुशलेममा आइपुगेर तिनीहरूले भने यहुदीहरूका राजा भई जन्मिने कहाँ हुनुहुन्छ? किनभने हामीले उहाँको तारा पूर्वमा देख्यौं र उहाँलाई दण्डवत गर्न आएका छौं। तिनमा लेखेको जब हेरोद राजाले यो सुने तिनी बेचैन भएर तिनीसँग सारा यरुशलेम पनि बेच्ने भयो। 4 मा लेखेको छ। अनि तिनले सबै मुख्य पुजारीहरू र जनताका शास्त्रीहरूलाई भेला गरेर ख्रीष्टको जन्म कहाँ हुने हो भनी सोधपुछ गरे। हुन्छ
बेलाको सवारीमा आउनेछन्।
हाम्रो घर आँगनमा आएका छौँ। नडराऊ किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउनेछु जो मानिसहरूको निम्ति हुनेछ। आज दाउदको सहरमा एउटा मुक्तिदाताको जन्म भएको छ जो ख्रीष्ट प्रभु हुनुहुन्छ। खुसियाली हामी यहाँ आएको छौँ हजुरको आँगनमा। हामी सबै के सुन्न पाएको छ खुसी ल ताली बजाइदियो उहाँलाई। यहाँको घरमा हामी प्रभु यीशु ख्रीष्टको जन्म उत्सवको खुसियालीमा हामी रमाइलो गर्दै आएका छौँ र यहाँले हामीलाई स्वागत गरिसक्नु भएको छ। मत्ती 2को 1-4सम्म हामी पढेर यहाँ सुनाउनेछौँ। जब हेरोद राजाले यो सुने तिनी बेचैन भए र तिनीसँग सारा यरुशलेम पनि बेचैन भयो। अनि तिनले सबै मुख्य पुजारीहरू र जनताका शास्त्रीहरूलाई भेला गरे र ख्रीष्टको जन्म कहाँ हुने हो भनी सोधपुछ गरे। जन्म शोक होइन, जन्म उत्सव मनाउन आएको है। शोक भन्नु हुँदैन, शोक भनेको मरेको उत्सव जन्म हामी प्रार्थना गरिदिने है। अनि बहिनीको स्वास्थ्यको लागि अनि स्वास्थ्य शारीरिकको लागि अनि सब परिवारको लागि हामी परमेश्वर तपाईँको चरणमा आएका छौँ। तपाईँले सुख शान्ति दिने, तपाईँ आनन्द दिने, तपाईँ रोग कष्ट निको बनाउने, तपाईँ हरेक किसिम तपाईँ दिने हुने पवित्र परमेश्वरलाई हामी धन्यवाद दिन्छौँ। मैले दुईजनाका परिवार सबैलाई उहाँको स्वास्थ्यमा असल शान्ति सुख दिनुहोस् भन्ने बिन्ती र प्रार्थना गर्छु। आज धेरै खुसी छु किनभने आज प्रभु येशू ख्रीष्टको जन्मोत्सव मनाउनलाई तपाईँहरू हामीलाई सम्झेर आउनुभयो, दुःख आउनुभयो, तर म यसमा धेरै खुसी छु। ताली बजाउँ सबैले।
हाम्रो चारैतिरको ठाउँलाई साँडीले चौर पाखा बितेर घाँस पात सुहा पारे झै पार्नेछ। एकदम राम्रो खुसी लागेको सेवा समितिले एकदम राम्रो वचन सुन्नु पायौँ। सर्वप्रथम त तपाईँलाई धन्यवाद भएको होस्। हामीले यो अनुग्रह चर्चबाट हाम्रो स्याम्सङ झुन्ड त्यसमा खुसी पनि लाग्यो, त्यसमा अलिकति नयाँपन पनि केही होइन, अलिकति अनुभव भयो। आजको हाम्रो जुन यो कार्यक्रम छ है, यो कार्यक्रम चाहिँ उहाँको घरमा सङ्गति हुने हो। त्यो ठाउँ चाहिँ त्यहाँ नगरेर हामीले यहाँ गर्ने भनेको हाम्रो तीन महिना अगाडि नै हाम्रो कार्यक्रममा तयारी गरेका थियौँ। त्यसैले उहाँको आजको खुसीको दिन पनि हामी मानिरहेछौँ, उहाँको बर्थडेको रूपमा पनि हामीले मानिरहेछौँ। ताली बजाउनु, ह्याप्पी बर्थडे भनेर गाएर सुनाउँछ ऊ चाहिँ। अनि फर्स्ट प्राइज सेकेन्ड प्राइज पनि पाउँछ है। तर यहाँ आएर गाएर सुनाउनु पर्यो, हामी सन्तुष्टि हुनु पर्यो। अनि आजको यसको कसले चाहिँ प्राइज पाउनलाई योग्यको छ, कसको गीत राम्रो छ भनेर हामीले प्रमुख व्यक्तिलाई छानेका छौँ। मैले छानिरहेको छु। धन्जीको मेरो चट्टान मेरो क्रान्ति कलबारी डाँडा कुसै अघि गुरु सबोकी यसु मनको थैला